मेरो नाम चाहिँ जनक शर्मा मेरो चाहिँ नपर्नु होला भरमा हो क्या ए त्यसो भए आज चाहिँ हामी आइपुगेका छौँ तपाईँको घरमा हजुर तपाईँ बस्नु पर्दैन हाम्रो डरमा होइन र तपाईँको लागि चाहिँ एउटा चाहिँ साथीहरू अब तपाईँहरूको लागि भनेर चाहिँ एकदम स्पेसल भाइ छन् होइन उहाँको आवाजबाट तपाईँले यस्तो खतरा खतरा गीतहरू सुन्नुहुन्छ आज चाहिँ होइन कहिले नसुन्नु भएको ल पहिलो हामी चाहिँ सुरुवात चाहिँ कसरी गरिन्छ भन्दाखेरि केपी शर्मा ओलीको आवाजबाट गरिन्छ है त ओके ए यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटाको जाँदै यस्तो दरेम दरेम मकै बारी दरेम दरेम हरियो काँक्रा करेम करेम। अब चाहिँ हामी अर्को है अब चाहिँ अब शेर्पा देवाको आवाजमा कसरी गाउँछ है यो बाबा यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटाको जाति यस्तो दरेम दरेम ए तपाईँलाई कस्तो लाग्यो गीत मलाई त राम्रो लाग्यो अब चाहिँ होइन तपाईँहरूलाई चाहिँ अब अर्को तरिका हाम्रो अर्को म्याकुरी छ नि म्याकुरी सुन्नु भएको छ नि म्याकुरी अब चाहिँ अब पहिलो कुरा त है यो चाहिँ उसको भयो म्याकुरी नै अर्को हाम्रो हरिवंश आचार्यको जस्तो भयो पहिलो कुरा त यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटाको जातै यस्तो दरेम दरेम अब यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटाको जातै यस्तो दरेम दरेम ए बाबु मैले चामलको भात नखाएको 10 दिन हुन लागिसक्यो आज चाहिँ सबै गाउँलेहरूको घरमा गएर सबै तपाईँको चामल जति चोरेर मासु र भातसँग लुड्याउनु पर्छ हे जोइन्टी अब चाहिँ हाम्रो अर्को है अब तपाईँहरूलाई चाहिँ हामी अर्को है अब चाहिँ अर्को कुन छ बाँकी कुन छ अब चाहिँ हामी कुखुराको आवाजमा गइन्छ ए कुखुरा ल तपाईँहरू चाहिँ नझुक्किनु होला तपाईँहरूलाई चाहिँ हामी इन्टरटेनमेन्ट गर्नुको लागि तपाईँहरूलाई हामी कुखुराको आवाजदेखि लिएर सबै आवाजहरू तपाईँहरूमा प्रस्तुत गरिरहेका छौँ होइन कोही पनि कन्फ्युज नहुनु होला म चाहिँ जनक शर्मा होइन तपाईँहरूले सुनिराख्नुपर्छ मेरो घरमा अब त्यही त हो अब चाहिँ हामी एउटा केटा र केटीको भोइसमा गाइन्छ अब सुन न त्यो हो के कबाडीहरूले कसरी सामान उठाउँछन् अरे बेच्नु फलाम प्लास्टिक सिसी बोतल कापी किताब पुरानो टुटे फुटे सामान तपाईँहरूलाई चाहिँदैन भने हामीहरूलाई स्वस्थ रूपमा दिन सक्नुहुन्छ भन्छ त्यो कबड्डी चटपटे 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 अमिलो पिरो सबै डालेर हालेर तपाईँहरूलाई ट्वाक्क पारेर दिन मन लाग्छ अब चाहिँ हाम्रो अर्को गीत गाइन्छ हामी चाहिँ केटा र केटीको आवाजमा चाहिँ गीत गाइन्छ त्यसपछि हामी भिटेनको ऱ्यापलाई चाहिँ हामी त्यसलाई चाहिँ दोरी भन्नाले पनि त्यसलाई सोस्तानी टाइपमा भनिन्छ ओके ओके मेरो नतोडा जीवनको बाटो छ लामो एक्लै बिचमा नछोडा हेर न हेर कान्छा डाँडालाई फुलले ढाक्यो टिपन टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न यो चाहिँ भयो तपाईँहरूलाई सुन्नलाई मनोरञ्जनको लागि थियो अब चाहिँ हामी भिटेनको गीतलाई चाहिँ कसरी हामीले स्वस्थानी पारामा गाउन सकिन्छ त्यसबारे तपाईँहरूलाई हामी जानकारी दिँदैछौँ गाउँदैछौँ एकछिन भाइ एकछिन हजुर भिटेनको गाना त्यो पनि कुन पारामा स्वस्थानी पारामा ए मेरो हामी यस्तै त हो नि ब्रो जहिले यस्तै त हो नि हो ठिकठाक आफ्नो ठाउँमा बस्छु राम्रो गाउन सक्छु हामीलाई के सोचेको होला अघि बढिसके हेर भोटेको छोरा हाँसु हँसाउँछु म नाच्छु नचाउँछु चिल्याक्स पारामा मकै चबाउँछु झाडु लगाउँछु डाँटो सुनाउँछु पाडी हान्न आइज बरु दारू मगाउँछु पाडी हान्न आइज बरु दारू मगाउँछु राजेश समल आइरहेको थियो मेरो अस्ति मेरो सुटिङमा चाहिँ हामी बिगाउन चाहन्छौँ द्याट्स इट ग्रेट इट सही हो यो चाहिँ हाम्रो गोविन्द पुन दाइले चाहिँ क्रिएसन गर्नुभएको होइन मैले चाहिँ केही प्रयास गरेको छु है तपाईँहरूले सुन्नुहुन्छ भन्ने आशा गरिरहेको छु लेट्स गो
थ्याङ्क यू। ग्रेट। फिर भाई को बाबू को बुलाया, लड़की थी बड़ी चालू, मुझे घर पे बुलाया, घर पे बुला के फिर भाई को बाबू को बुलाया, और सबने मारा और इतना मारा मैं उठ सका ना 8 दिन, मोटे मोटे डंडे डंडे से मारा मुझको, दौड़ा दौड़ा के मारा सारे दिन, लटका लटका के मारा सारे दिन, ओ केस बनाया जेल में डाला, पुलिस ने मारा एक दिन, मोटे मोटे डंडे डंडे से मारा, घुसो और लातों लातों से मारा, चप्पल और जूते जूते से मारा सारा दिन, लड़की पटाया मेरे बल काटे मुझे टकला बनाया, टकला बना के फिर गधे पर भी बिठाया, मेरे बल काटे मुझे टकला बनाया, टकला बना के फिर गधे पर भी बिठाया। वाओ यार, आउटस्ट्यान्डिङ यार, बबाल छ भाइ यार। पार्टीमा आउनु 17,000 जना मैले मारेको भन्ने मैले तपाईहरुलाई पुरै स्पष्टीकरण दिइसकेको छु, तै पनि तपाईहरु मसँग आउनुहुन्न भन्छ हजुरले। अनि तपाई 17,000 मान्छेलाई मार्न सक्नुहुन्छ भने तपाई कसरी तपाईको विश्वास गरेर जानु पर्छ त भन्छ फेरि। अब धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईले मलाई यस्तो खालको संवाद दिनुभएको भए। तपाईलाई चाहिँ निधारमा रातो धसेर सम्मान गरौँ कि कालै धसेर सम्मान गर्ने होला? तपाई कस्तो खालको मानसिकता भएको मान्छेहरू छ त्यही अनुसारले मलाई सम्मान गर्न सक्नुहुन्छ। तपाईलाई बाजे भन्दा तपाईलाई चित्त त दुख्दैन नि? अब कट त अब 16 वर्ष कटेर पनि अब तपाईको 70 वर्ष पनि कटाउने मान्छे हो। अब तपाईले कसरी मलाई लिनुहुन्छ? हेर्दा बुढो देखिन्छु जस्तो लाग्छ तपाईँलाई चाहिँ, कसरी लिनु भएको छ भन्नुहोस् न। अब तपाईँको शरीर हेर्दाखेरि त अझै 2-4 जना ढाल्नुहुन्छ जस्तो लाग्छ। साँच्चै यो के हो रात चाहिँ? अब तपाईले भनेको कुरा चाहिँ अब मान्छेहरूलाई ढाल्ने भनेको कसरी हो? कि त लातारे ढाल्छन्, कि त तपाईँको हातले ढकालेर ढाल्नु पर्ने हुन्छ, कि त मान्छेहरूको भेला पारेर उसलाई ढकाल्नु पर्ने हुन्छ, हो कि नै? तपाईँले कसरी ढाल्नु छ त्यसमा तपाईँको अब तपाईँको आफ्नो स्किल हुन्छ। अनि यो जुन अहिले आन्दोलन भइरहेछ यो काठमाडौँमा, यो खास के ताल हो? खास साँच्चै यो आन्दोलनले केही फरक पार्छ त हामीलाई? तपाईँको यो आन्दोलन चाहिँ अब मान्छेहरूले आफ्नो हक अधिकार पाउनलाई गरेका हुन् अरे, तर मसँग सिधै डाइरेक्टली आएर भन्नुपर्छ कि तपाईँको आन्दोलन गर्ने हो भन्नुहोस् त। सिधै आन्दोलन गर्ने मान्छेलाई म के भन्न सक्दिनँ। मसँग सिधै आएर इन्टरभ्यूमा बोल्नुहोस्, मलाई प्रश्न गर्नुहोस्, बल्ल म त्यो आन्दोलनको तपाईँलाई अब के हुन्छ म त्यो स्पष्टीकरण दिन सक्छु। राजा देशमा आउने हो त? राजा चाहिँ कुनै हालतमा आउँदैन, किन भन्नुहोस् न? राजा आउने भनेको कसरी हो भन्दाखेरि तपाईँ अब म मन पर्छ तपाईँलाई चाहिँ म मन पर्छ किन भन्ने कुरामा भर पर्छ। राजा चाहिँ अब आउने, मलाई लाग्छ अब राजा आउनुहुन्न। उहाँको चाहिँ अब तपाईँको अब त्यत्रो कति वर्ष भइसक्यो, कति हामीले चलाउन थालेको कति भयो हेर्नुहोस् त। एकछिन एउटा कुरा, तपाईँहरूले त्यो साँझमा चाहिँ त्यो बालेनसँग माग गरेर चाहिँ एक स्टिक तोप खानुहुन्छ र? होइन त्यस्तो तोपसोप खाने काम चाहिँ गर्दैन भयो, किनभने म चाहिँ अब तपाईँको अब त्यस्तै लागु औषध खाने मान्छे परेर हेर्नुहोस् होइन। त्यही पनि तपाईँले चाहिँ मलाई खानको लागि अफर गर्नु छ भने चाहिँ म सोच्न तयार छु। कहाँ हुनुहुन्छ? तपाईँको आफ्नै सक्सेस गराएको छ भने म उतै आउँछु। बुटोलको पत्ली गल्ली आउन मिल्छ? तपाईँको अब त्यहाँ गएर म कतिको सेफ छु भन्ने कुरा हुन्छ नि त। मलाई लगभग तपाईँको 100 भन्दा धेरै बडीगार्डहरू चाहिन्छ मलाई, त्यसै म आउँछु होला। होइन तपाईँलाई डर कोसँग छ भन्नु त प्रधानमन्त्रीज्यू? तपाईँको मान्छे एउटा ठुलो पदमा भइसकेपछि विभिन्न खालका मान्छेहरू हाम्रो दुश्मन बन्न खोज्छन्, हो कि नै? त्यही अनुसारको हामीसँग सेक्युरिटी पनि हुनुपर्ने हुन्छ, हो कि नै भन्नुहोस्? हजुर हजुर। त्यही भएर कि त म आउँदैन कि त मलाई सेक्युरिटी चाहियो। ए तपाईँलाई सेक्युरिटी चाहिँ कतिजना भयो हुन्छ? तपाईँको केही नभए पनि 1000 भन्दा धेरै जना चाहिन्छ मलाई। हो, डोनाल्ड ट्रम्पलाई चाहिन्छ नि? डोनाल्ड ट्रम्प भन्दा त अब कोही राम्रो मान्छे हो जस्तो लाग्छ मलाई चाहिँ, किनभने मैले धेरै कार्यहरू राम्रा गरेका छु नेपालमा। मैले तपाईँहरूको अब पहिलेदेखि नै मैले पानी जहाजदेखि लिएर सम्पूर्ण ल्याउने प्रक्रिया जारी गरिरहेको छु। पानी जहाज तपाईँले लिएर आएको हो? तपाईँको पानी जहाज भन्दा फेवालेको त्यो डुगा त मैले त ल्याएको नि। ए त्यो चाहिँ खास पुग्छ कहाँ त्यो जहाज? खास तपाईँलाई के हुन्छ? तपाईँ गन्तव्य कहाँ उठ्छ? तपाईँ एक
किनारबाट अर्को किनारसम्म पुग्नु पाए हुन्छ के रे तपाईँलाई? हुन्छ हुन्छ। त्यति भएपछि तपाईँलाई अरू के पानी चाहिन्छ भने हुन्छ र? ए भनेपछि कुरो त्यही हो। त्यति मिलाएर बुझ्नुहोस् तपाईँले, मिलाएर बुझ्नुभयो सबै कुरा जस्तो लाग्छ मलाई। सुन्नु न, सेक्युरिटी तपाईँले 1000 जना भन्नुभयो, अहिले चाहिँ निशुल्क चाहिँ 1000 जना तपाईँको लागि चाहिँ भनेर एकदम चाहिँ दिल खोलेर ज्यान दिएर तपाईँको लागि हाजिर हुन तयार छन्। के म पठाइदिउँ त? हुन्छ पठाउनुहोस्, उहाँहरूसँग अब डिलिङ हुन्छ, त्यसपछि बल्ल हुन्छ। अनि एउटा चाहिँ समस्या के छ भन्दाखेरि हजुर हेर्नुहोस्, हाम्रो चाहिँ यहाँ स्वास्थ्य चौकीमा चाहिँ 1000वटा रेबिसी लाउने चाहिँ त्यो प्रणाली चाहिँ कम परेछ। त्यो सुई चाहिँ लगाउन सकिन्न 1000वटा कुकुरलाई। त्यही त्यो चाहिँ तपाईँ आफै उतैतिर चाहिँ सङ्गठन गराएर उतै भ्याक्सिन स्याक्सिन लगाएर राख्दा कस्तो होला? तपाईँको अब के भयो, तपाईँको अब भ्याक्सिन लाउने यता डुल्ली उता डुल्ली मान्छेहरूको पछि डुलेर हिँड्ने जस्तो मान्छे लाग्छ तपाईँलाई चाहिँ? म चाहिँ एउटा तपाईँको माओवादीको एउटा व्यवस्थित ढङ्गले बसेको प्रधानमन्त्री भइसकेको मान्छेले त्यस्तो गर्छ जस्तो लाग्छ। मैले चाहिँ मान्छे खटाउने हो। अब आजलाई चाहिँ यस्ता वायर क्वेसनहरू नसोध्नुहोस्, फेरि पनि हामी अर्को सेसनमा भेट हुन्छ भन्ने बासा गर्दै म जनक शर्मा तपाईँहरूमा आज बिताउन चाहन्छु। हस्त नमस्कार, जय नेपाल, जय देश। सब रमाइलोको लागि मात्र है, अन्यथा नलिनु होला। रमाइलोको लागि यो सबै अन्यथा लिनु हुँदैन भन्ने मैले भरपुर आशा गरिरहेको छु। यसलाई चाहिँ तपाईँहरूले लाइक सेयर कमेन्ट गर्नुहोस् र तपाईँहरूलाई यस्तै रमाइलो चाहिन्छ भने चाहिँ फेरि पनि हाम्रो पार्ट 2 मा हेर्नु होला है त गाइस। थ्याङ्क यू सो मच। खामोशिया आवाज है तुम सुनने को आओ कभी, छूकर तुम्हें खिल जाएंगे, घर इनको बुलाओ कभी, बेकरार हो बात करने को कहने दो इनको जरा, खामोशिया तेरी मेरी खामोशिया, खामोशिया तेरी मेरी खामोशिया। भाइ यति नै थियो दाजु हैन। अब हामी अर्को एपिसोडमा भेट्नेछौँ। यसपालिको लागि हामी बिदा हुन चाहन्छौँ। फेरि पनि हामी यस्तै फनी भिडियोहरू तपाईँहरूमा ल्याउने बाचा गर्दै अहिले चाहिँ बिदा हुन चाहन्छु। हस् नमस्कार, जय नेपाल। भाइलाई धेरै धेरै धन्यवाद छ नेपाल अनलकमा आएर आफ्नो प्रस्तुति देखाइदिनु भएकोमा। आउने दिनमा पनि यस्तै विभिन्न प्रस्तुतिहरू तपाईँहरूको लागि लिएर आउनेछौँ। प्लिज हामीलाई हेर्दै गर्नु होला। प्लिज लाइक एन्ड सेयर एन्ड सब्सक्राइब। लाइक सेयर एन्ड कमेन्ट है सबैजना है। सब्सक्राइब गर्नु, हाम्रो दाजुको च्यानललाई सब्सक्राइब गर्नुहोस्, टिकटकलाई फलो गर्नुहोस्। यस्तै फनी भिडियोहरू तपाईँहरूमा हामी प्रस्तुत गर्नेछौँ भन्ने आशा गर्दै अहिले